नेकपा एमालेद्वारा सिराहा सदरमुकाममा आयोजित कार्यक्रममा मान्छे उतार्न इन्धन वितरण गरेको पाइएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै शनिबार सिराहामा एमालेद्वारा आयोजित मोटरसाइकल र्याली तथा जागरण सभामा मान्छे उतार्न इन्धन बाँडिएको हो। सिराहा स्थित जयशंकर ट्रेड सेन्टरमा सवारी साधनमा इन्धन वितरण गर्ने कामको अगुवाई गर्दै भेटिएका एक एमाले कार्यकर्ताले प्रति मोटरसाइकललाई 3 लिटर पेट्रोल वितरण गरिएको बताए। गाउँ गाउँबाट मान्छे बोकेर आएका ठूला सवारी साधनलाई भने 10 देखि 15 लिटरसम्म डिजल तथा पेट्रोल वितरण गरिएको छ। त्यहाँ मात्रै नभई जिल्लाका अन्य पाएक पर्ने विभिन्न पेट्रोल पम्पहरूबाट समेत इन्धन वितरण गरिएको थियो। यस कार्यक्रममा सिराहा जिल्लाका 17वटै स्थानीय तहबाट करिब 8000 मोटरसाइकल र 15000 भन्दा बढी मान्छे सहभागी भएको एमालेका मध्य प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलले दावी गरेका छन्। कार्यक्रममा सहभागी समेत रहेका मण्डलले इन्धन बाँडिएको कुरा सुरुमा अस्वीकार गरे पनि तपाईहरूले जिल्लामा जितेका स्थानीय तहको सरकारी स्रोतबाट पेट्रोल बाँड्नु भयो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने सरकारी रकमबाट होइन, पार्टीले कार्यकर्ताबाटै सहयोग उठाएर इन्धन दिएको हो।